हो तपाईँले पनि थाहा भनिसक्नु भयो पछि भनिसक्नु तपाईँको चाहिँ राम्रो रहेछ त्यहाँ पछि भेटाएर कुरा गराएको अनि यसो यसो भनेपछि सबैजना तपाईँ रक्तदान मैले रक्तदान गर्दै गर्दा रोजी बहिनी पनि आउनुहोस् अस्तिको पटक दिन्थेँ के म अलिकति प्रेसर बढेछ अनि नदिकन लागि आज त मेरो मेन्टेन गरेर आउँछु त मिडियामा आउँछ अधिकांश आउँछ पछाडि पनि हुन्छ त के गर्नुपर्छ हामी गरौँला होइन अनि अस्ति मैले अस्ति मलाई जाउँ भन्नुभयो त्यो दिन म भ्याइनँ पुलमान छँदैखेरि मलाई जाउँ भने त ल झिमिके थिएँ नि म सकेन भन्नुभएको थियो अनि पछि फेरि भन्नुभएको थियो हरिगोपाल खोइ थाहा छ भनेर भन्नुभएको थियो कि मलाई तपाईँको भेटेर कुरा गर्छु मान्छे लगाएर हिँडेर गर्यो रक्तदान त्यो मानिस महान सबैभन्दा ठुलो धर्म सबैभन्दा ठुलो दान सबैभन्दा ठुलो धर्म सबैभन्दा ठुलो दान गरौँ सबले रक्तदान गरौँ सबले रक्तदान स्वस्थ युवा युवतीले आफ्नो 18औं जन्मदिन रक्तदान गरेर मनाऊ। याद राख्नुहोस्, रक्तदान गर्दा शरीर कमजोर हुन्छ भन्ने कुरा केवल भ्रम मात्र हो। बरु प्रत्येक 3-3 महिनाको अन्तरालमा रक्तदान गर्नाले शरीर झन स्वस्थ र तन्दुरुस्त हुन्छ। मान्छेको जीवनमा भोलि के हुन्छ कसैलाई थाहा हुँदैन। के थाहा आज तपाईले दान गर्नु भएको रगत भोलि तपाईलाई नै काम लाग्छ कि? धेरै विकास गरेको छ विज्ञानले जगतको, तर अरू केही विकल्प छैन है रगतको। धेरै विकास गरेको छ विज्ञानले जगतको, तर अरू केही विकल्प छैन है रगतको। रक्तदान गर्दा केही हुँदैन है हानि, जसले गर्यो